म चाहिँ आज यहीँदेखि म भ्लग स्टार्ट गर्दैछु होइन। मैले यो चाहिँ एक दिन अगाडि यता अगाडि भ्लग गर्दैछु। यो बुनुहरू मेरो सब्सक्राइबर्सहरू हो होइन। खोइ एक दिन अगाडि भ्लगको हो यो। अब बाबामन पनि शुक्रबारको फ्लाइट छ, शुक्रबारको ट्रेन छ नि, शनिबार बेलुका आइपुग्नु छ। हाम्रो एउटा गाउँमा राइडर छ, मनिष राइडर, त्यो है खुट्टा पनि फ्र्याक्चर भएको छ फेरि। ओहो काटिसकेको छ गाइस। अनि म यहाँ छ है राइडर मनिष अन द फर्म इन द राइडर मनिषलाई हेर्न सक्नुहुन्छ। अनि हाम्रो के अरे महेश धामी यहाँ ओइ कहाँ नि सेता ल गाइस एकछिन भाइ। वेलकम माई युट्युब च्यानल। म चाहिँ आज यहीँदेखि म भ्लग स्टार्ट गर्दैछु होइन। मैले चाहिँ सबै घर सबै बढाइसकेँ है, हेर्न सक्नुहुन्छ। ए यहाँ छ हाम्रो प्यारी पनि। यो चाहिँ एक दिन अगाडि यता अगाडि भ्लग गर्दैछु। यो बुनुहरू मेरो सब्सक्राइबर्सहरू हो होइन। खोइ थोप्स नै देखेन के कस्तो कालो देखेँ म चाहिँ बाहिर निस्किँदैछु, ब्याङ पड्क्यो बम हो। अनि अलिकति भ्लगिङमा यस्तै हो। ए यहाँ छन् बुनुहरू। थ्याङ्क यू सो मच बुनु, थ्याङ्क यू सो मच। ए लजा गरेँ खोइ लजा गरेँ होइन। अब जता तपाईँको भ्लग देखाउनु भनेर छ। अनि उसले भेटेको थिएन। अनि मैले टक्क मैले बनाइदिएको यो नाम छ भने अन्त उसले हेर्न सक्नुहुन्छ यहाँ यस्तो छ। ल यस्तै छ गाइस। एक दिन अगाडि भ्लगको हो यो। अब बाबामन पनि शुक्रबारको फ्लाइट छ, शुक्रबारको ट्रेन छ नि, शनिबार बेलुका आइपुग्नु छ। म शनिबारको बिहान चाहिँ भ्लग सुरु गर्छु है त। यो अहिले प्रिभियस अगाडिको दिनहरू हो। ल बाई बाई बुनु, हेभ अ गुड डे। ल हेर ल गाइस यो मेरो चाहिँ घरै चिकटिटी। A few minutes later. गाइस अब अहिले त दुध आएको छैन आज, किन ल्याइदियो अहिलेसम्म 8 बजी ल्याइदिएको छैन। त्यही भएर अलिक भोक लागेर यो ट्राङ्गल खाँदैछु, ट्राङ्गलको सुप। सो आज यस्तै छ मेरो गति, हेर्न सक्नुहुन्छ। खतरा हो नि फेरि म है त कम खामा छ। अब बाबामा पनि आउँछ, त्यसपछि दारी चट्ट मिलाउने, यता यसरी चट्ट कपाल हान्ने, यता पनि चट्ट कपाल हान्ने, टक्क दारी सेभिङ गर्ने। अनि हाम्रो अर्को के कुरा भन्न चाहन्छु भने 4-5 दिनमा म चितवन पनि जाँदैछु बाइकमा। त्यही भएर चाहिँ त्यो भ्लगहरू, त्यो सिरिजको भ्लग चाहिँ आउनेछ। अब चितवन पुगेपछि मात्रै म एडिट गर्ने हो। त्यही भएर चाहिँ अब ठक्कसँगले टाइटल हालिदिन्छु, चितवन वे टु चितवन भनेर हालिदिन्छु। अनि तपाईँहरू पर्खिनुहोस् है त। हाम्रो गाउँको हुनार एकदम बाठो मान्छे बेचिदिने मान्छे आइसकेको छ। ओइ यता यहाँ पनि यसलाई अलिक फर्काउनुपर्छ क्या। यो अलिकति मेरो यो अगाडिको टेम्पर पनि हल्का के अरे क्यामेरातिर हल्का, सेल्फीको क्यामेरातिर हल्का यो यसका के अरे फुटिरहेको छ टेम्पर। त्यो यस्तो आइरहेछ। त्यो नखायो बिहान बिहानै खानुपर्छ यस्तो। अब केही छैन, चाउचाउ अलिकति मलाई अलिकति अब जिम पनि जान्छु। टोले देखो सोल्डर जिम जोइन गरेपछि त बवाल हुने भयो त। अनि अब सक्छ आइज न, आइज कसैले सक्छ मलाई सक्छ कसैले आइज हेर्दा चाहिँ डर छ नि फेरि। जिम जोइन गर्छु ल कलरमा फेरि एउटा अर्को चिज आएको। अनि हाम्रो एउटा गाउँमा राइडर छ, मनिष राइडर, त्यो है एकपट्टिको हातै भाँचेर हिजो हटा न, एकपट्टि हातै भाँचेर हिजो। अनि त्यसको घरमा चाहिँ हजुर सबै म चाहिँ हल्का पसलमा। अनि सबै हल्का खुट्टा पनि फ्र्याक्चर भएको छ फेरि। ओहो काटिसकेको छ गाइस। टाउको शुद्ध 450 550 होला हौ। अनि हल्का काटिसकेको छ क्या। अनि त्यही भएर चाहिँ ए दिनु सकेको ओके। अनि म यहाँ छ है राइडर मनिष अन द फर्म इन द राइडर मनिषलाई हेर्न सक्नुहुन्छ। यता हेर्नु भाइ, यो राइडर मनिषले हात भाँचेको। म गाइस म चाहिँ हल्का काटेली हिजो अस्ति एक दिन अगाडि काटेको खोजेर
राइडर मर्निस अन द फर्म केही भन भाइ सब्सक्राइब गरिदिनु पर्यो दाइलाई यस्तो अनि सकेन कुरा चितवन भ्लग पनि आउनेछ अब 4-5 दिनमा घाम चाहिँ फेरि आज कडै लागेको छ हेर्न सक्नुहुन्छ गाइस ओ माई गडनेस ल सुन्नु फेरि ल यो चाहिँ हाम्रो यसको घर चाहिँ यसको घरमा चाहिँ चटपटे पर्छ यसको घरमा गएर चटपटे पसलको भ्लग पनि बनाउनु पर्यो अब गएर चटपटे पनि खानुपर्छ अब गएर धेरै पनि नखाएको ल गाइस अब यसलाई सामने हटिदिइहाल्छु है त 1 hour later. आफ्टर सो लङ टाइम भन्नु कसरी तर टाइम बितिसकेछ यहाँनिर है अनि अब मम्मी चाहिँ जोगमानी आइसक्नुभयो अर्को प्रब्लम के भएको थियो भने बाबा अलिक ढिला आउनुहुन्छ बाबा मोबाइल ट्रेनबाट झरेको थियो त्यही भएर चाहिँ भेटी पनि सकिएको छ अनि बाबा मम्मी चाहिँ आउँदै हुन्छ मम्मीहरू चाहिँ अनि बाबा चाहिँ अब भाइ लिन जान्छ विराटनगर मामा घर त्यहीँ बस्छ एकछिन अनि बाबा लिएर भरे आइपुग्छ सो मैले त्यति भिडियो बनाएको छैन है लगाइस् यति नै अब एकचोटि मम्मी आउँदाखेरिमा भिडियो बनाउँछु है त ल अनि हाम्रो चितवन सिरिज भ्लग पनि आउनेछ पुरा हेर्न सक्नुहुन्छ यसको चटपटे पसल थियो घरमा अझै चटपटेले हेरेर ठिस देख्यौ गाइजहरू म भ्लगिङ आउँदैछु खोइ भरे भ्लगिङ हेर्ने फेरि भोलि होइन भोलि हाल्छु देखो गाइज देखो शर्माजीको बेटा गाइज घाम त बरै लागेको छैन सक्नुहुन्छ आमा तन्किरहेको छ घाम ओहो हेर्न सक्नुहुन्छ गाइज ओहो घाम त डह्रो लागेको छ नि हेर त गाइज घाम त अनि हाम्रो फेरि घन्टी जताततै घन्टी रहेछ घन्टीको भाषण हुँदैछ है अहिलेदेखि नै चुनावको माहौल घन्टीले गर्दैछ सूर्य फ्यानले पार्टी रहेछ मतलब पार्टी बसाएको रहेछ घन्टीको अनि जताततै घन्टी नै यहाँ पनि घन्टी लगाएको थियो यहाँ पनि घन्टीको झन्डै झन्डा लगाएको थियो यहाँ पनि घन्टीको झन्डा लगाएको छ निलो कलरको त्यही भएर गाइस यस्तै छ ल हाम्रो भाइ खाना खाएको छ म पनि अब खाना खाएर भएको है ल गाइस यस्तै छ अब बा मम्मी आएपछि म दाइमीसँगले फ्री हुन्छु अलिकति धेरै फ्री त हुन्न अलिकति हल्का सो ल स्टे ट्युन गाइस अनि हाम्रो के अरे महेश धामी यहाँ म चाहिँ एकदम ब्लग कति भइसक्यो 3 बजा लागेछ गाइस है आज लास्ट तनामाथि तना थपिँदै जान्छ यसले पियो खान्छ अरे यसले चाहिँ पियो खान्छ अरे अनि गाइस म चाहिँ आउँदै हुन्छ दुईवटा पियो ल पुरा त आइस भएको छैन आइस बन्दैछ हौ यहाँ मुनि अलिअलि बन्दैछ लग न त्यही लग छैन हौ त्यही लग दुईवटा छिटो चुडाले दुईवटा ल गाइस यसले हेर्न सक्नुहुन्छ लियो है त ल आजको भ्लग यस्तै हो हल्का तनाव टाउकोतिर झन् निदा लागेर मर्न लाग्छ कि ल गाइस अहिले भेटौँला A few moments later. ओइ कहाँ नि सेता ल जा ल गाइस एकछिन भाइ 1500 रुद्र शिव पुरंदरा भद्र नट युगंधरा